हेलो नमस्ते साथीहरू। ल कहिले झोला बोकेर नुहाइ गरेर भुपु मायालाई भेट्न जाने, यस्तो हतार 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 पर्ने। कहिले कहिले फेरि 7 बजेसम्म सुतेर मुख नधोएर फेरि खेतमा डोको बोकेर खेतमा जान लाग्यो। के गर्ने अब, सबै ठाउँ भ्याउनु पर्यो, सबै कुरा गर्नु पर्यो। एउटा जिम्मेवारी व्यक्ति भएपछि डुलेर मात्रै नि भएन, बुबुको पछि पछि लागेर नि भएन। बुबुको पछि पछि लागेर कति घाटा भए, पैसा खर्च भएको भइ गरेछ। त्यही नि छोड्नै सकेसिन। के गर्ने ला बुढा, न भुपुलाई छोड्न सक्ने, न यो डोकोलाई, हिमै डोकोभित्रको आँसीलाई छोड्न सक्ने। यस्तो भयो बाछुटो म त। यस्तो नार बुढा, बिहान उठ्यो, 1 गिलास चिया खायो, त्यहाँ त खेतभरि काम गर्यो, 9 बजेसम्म काम गर्यो। अनि त्यहाँ त घर गयो, खाजा खायो, खाना खायो, फेरि अर्को काम लान्छन्, अर्को काममा जानु पर्यो। यस्तै गरेर बित्यासक्यो रे मेरो चुनी त, मेरो दिन त। के गर्ने त अब, मैले तम्मसे डुल्न मन लाग्छ, भुपुलाई भेट्न मन लाग्छ। मेरो भुपुले कहिले काहीँ मात्र बोलाउँछौ, दिनदिनै बोलाउनु, दिनदिनै घुम्न जान्न भन्छन्। हो त्यो बेलामा नि तम्मसे डुल्न मन लाग्ने, घुम्न मन लाग्छ नि। लाग्नु त खै त, फेरि पैसा हुँदैन। त्यहाँ त यहाँ कोदोको बिउ राख्ने, धानको बिउ राख्नेहरूले नि तम्मसे गरिदिने भए, भुलाइदिने भयो। गर्नै पर्यो। यस्तो छ, यहाँमा पानी हेरेको हेरी गर्नुपर्छ। अनि यहाँमा पानी हेऱ्यो भने पो बल्ल यहाँको राम्रो होला, निस्किला, राम्रो बिउ होला। अनि फेरि धान फल्यो भने भात खाँदै, दाल खाँदै, त्यहाँ त फेरि भुपुलाई भेट्दै जाँदै गर्ने भनेर यस्तो छ। पछिको लागि हामीले अगाडि नै दुःख गर्नुपर्छ। त्यसैले भुपुको लागि पनि एकदमै टाइम दिनुपर्ने, जताततै टाइम दिनुपर्ने। बडा के टाइम त सबैलाई दिनु परेछ। यहाँ भैँसी पालेको छु, त्यसलाई टाइम दिनु पर्यो, घाँस काट्नु पर्यो। अनि त्यहाँ त फेरि यहाँ कुखुरा छ, कुखुरालाई खोर सफा गरिदिनु पर्यो। अनेक बाती छ। म त एकैछिन जेसुकै भौसी म मात्रै छु रे, खेल्ने साथीहरू नि छैनन्, क्यामेरा खिच्ने नि मै खेल्छु। ल